So I have been using the Kazmara Lightening and Brightening Glow Serum for the past 4 days. है बिहानै बेलुकै लगाउँछु म यो सिरम र 4 दिनमा के डिफ्रेन्स मेरो स्किनमा मैले देख्न सकेँ त त्यो चाहिँ म हजुरहरूसँग सेयर गर्न जाँदैछु है है इज भेरी इम्पोर्टेन्ट कि हजुरले आफ्नो छाला एकदम राम्ररी हेर्नुहोस् र के चाहिँ डिफ्रेन्स हजुरले देख्न सक्नुहुन्छ आफ्नो छालामा आफै अब्जर्भ गर्ने हो कि कसै अरूले त भनेर थाहा हुँदैन त आफैले अब्जर्भ गर्नुपर्छ है सो मैले यो लगाउनु थालेदेखि आई सी देयर इज लाइक यहाँनिर अलिकति मेरो चाहिँ ब्राइटनिङ भएको छ यहाँतिर मैले अहिले मेरो स्किनमा अहिले केही पनि लगाएको छुइनँ अनि यहाँनिर चाहिँ आई डेफिनेटली सी सम ब्राइटनिङ इफेक्ट्स फ्रम आफ्टर युजिङ द सिरम है म चाहिँ सिरमलाई सिल गर्छु हजुरहरूले मेरो पहिले पनि भिडियो हेर्नु भएको छ भने यो काजमाराको सिरम चाहिँ अलिक पातलो छ कि सो आई प्रिफर टु लाइक पुट इट अन माई ह्यान्ड एन्ड डु अ क्विक रब एन्ड देन पुट इट अन टु माई स्किन मैले चाहिँ स्किनमा पनि लगाएर धेरैचोटि ट्राई गरेँ धेरै स्लिप हुन्छ कि अलिक फर्मुलेसन यसको अलिकति पातलो छ सो इन अर्डर टु नट वेस्ट मैले चाहिँ यसरी मजाले हातमा लगाउँछु एन्ड देन आई रब इट अल ओभर माई फेस है सिरम लगाइसकेपछि यो सिरमलाई सिल गर्न एकदम जरुरी छ सो सिल गर्नको लागि आई युज अ लाइट इमल्सन समरको समय छ कि म चाहिँ विन्टरमा डबल मोइस्चराइजिङ गर्छु होइन तर समरको समयमा चाहिँ आई जस्ट युज अ लाइट इमल्सन अन माई फेस इट्स अ लट इजियर इट्स अ लाइटर इट अब्जर्ब्स बेटर है यो इमल्सन मेरो पेजमा देख्नुहुन्छ होला मसँग धेरै पिस छैन यो इमल्सन तर यो इमल्सन भएपछि चाहिँ फेसको लागि एकदम राम्रो के एकदम लाइट वेट कोरियन हो हर्स ओइलवाला हो है सो आइएम गोइङ टु युज दिस इमल्सन अन टु माई फेस So I'm going to take a little bit of it. Packaging. I love Korean products. Packaging is so good. So यति जति लिएको छु मैले I'm going to just rub it and then I'm going to seal my serum. So important. Smells amazing this product. मसँग यो प्रडक्ट धेरै नै छैन है 2-4 पिस मात्रै छ हुन चाहिँ तर अलि एक्सपेन्सिभ पनि छ नि त प्रडक्ट चाहिँ हैन तर इमल्सन इज सो इम्पोर्टेन्ट फर यर फेस एन्ड इट्स सो इम्पोर्टेन्ट टु सोर्ट अफ लक इन यर सिरम क्या हजुरले आफ्नो सिरमलाई लक इन गर्न एकदम जरुरी है म चाहिँ सिरमलाई यसरी लक इन गर्छु अनि मैले भने नि मर्निङको स्किन केयर रुटिनमा हजुरले सिरम लगाइसकेपछि आफ्नो फेसमा त्यो सिरमलाई लक इन गर्न एकदम जरुरी अब सिरमभन्दा पहिले पनि केही लगाउनुहुन्छ भने हजुरले टोनर लगाउन सक्नुभयो होइन तर हजुरले चाहिँ सिरम लगाएपछि यसरी सिरमलाई कुनै पनि मोइस्चराइजरले अब समरको समय छ त्यसैले मैले चाहिँ एउटा लाइट मोइस्चराइजरले यसरी लक इन गरेँ होइन अनि लक इन गरिसकेपछि मजाले एकछिन हजुरको यो you let your moisturizer dry up a little bit हजुरको स्किनमा अब्जर्ब हुनलाई दिनुहोस् and then you will wear a sun cream है अनि सन क्रिम लगाइसकेपछि देन आई वेयर माई टिन्टेड सन क्रिम पनि सो आई वेयर डबल सन क्रिम एउटा सन क्रिम लगाउँछु अनि त्यो पछि टिन्टेड सन क्रिम लगाएर बल्ल मेरो स्किन रुटिन चाहिँ बिहानको लागि सकिन्छ अब हामी दिनभरि यति घुम्छौँ होइन कुनै कुनै दिन त हामी जस्तो हिजोको दिन हजुर भन्नुहुन्छ भने मेरो एउटा अपोइन्टमेन्ट एउटा ठाउँमा त्यो पछि न्यू रोडमा त्यो पछि सामाखुसीमा आई ह्याड 3-4 appointments so I was running around everywhere so when you run around so much you tend to be out in the sun quite frequently नि त एकदम घाममा हुन्छ त्यस्तो बेला चाहिँ हजुरले डबल प्रोटेक्सन सनक्रिम लगाउनु भयो भने एकदम राम्रो है सो आज चाहिँ म हजुरलाई काजमाराको सिरम लगाएको 4 दिन भयो कस्तो भयो त मेरो भनेर म देखाउन आएको होइन अनि मैले चाहिँ आनोङ नेपालबाट लिएको ल यो काजमाराको सिरम पनि अनि राति पख चाहिँ मैले आई केयरको लागि चाहिँ यो पनि युज गरिराखेको छु होइन हजुरहरूले हाम्रो आई क्रिम लिनुभएको छैन भने यही ब्रान्डको मसँग आई क्रिम पनि छ त्यो चाहिँ डे एन्ड नाइट युज गर्न मिल्ने छ मायु लोसनकै मायुकै आई क्रिम छ हर्स ओइल फ्रम जेजुवाला होइन 1260 रुपियाँ हो क्या त्यसको हजुरले त्यो पनि हामीसँग अर्डर गर्न सक्नुहुन्छ है त्यसको पनि मसँग 20-25 पिस अझै पनि छ मजाले अर्डर गर्न सक्नुहुन्छ स्किन केयर सो इम्पोर्टेन्ट के स्किन केयर सो इम्पोर्टेन्ट कतिजनाले भन्नुहुन्छ म्याम हजुरको स्किन राम्रो छ स्किन चाहिँ राम्रो छ बिकज आई टेक केयर अफ इट आफै त राम्रो कसरी हुन्छ र नाउ द्याट हामी अब 40+ भइसक्यौँ नि त अझै टेक केयर गर्न एकदम जरुरी के स्किनको है सो विशिङ यु अ लभली डे टेक केयर अफ यर स्किन एन्ड इन्जोय यर डे थ्याङ्क यू